आजको भिडियोमा म तपाईहरुलाई ग्लोबल स्काई क्लब कार्डको बारेमा भन्न गइरहेको छु जुनले चाहिँ यति एयरलाइन्ससँग पार्टनरशिप गरेर फर्स्ट फ्लाइट चाहिँ तपाईलाई फ्रीमा दिइरहेको छ। यदि तपाईसँग ग्लोबल स्काई क्लब कार्ड छ भने चाहिँ तपाईले फर्स्ट फ्लाइट चाहिँ फ्रीमै क्लेम गर्न सक्नुहुनेछ। सो यो फर्स्ट फ्लाइट चाहिँ फ्रीमा कसरी क्लेम गर्ने, त्यसपछि समथिङ 10% तपाईले डिस्काउन्ट पाउनुहुनेछ फ्लाइट टिकट पर्चेसमा र अरु विभिन्न थुप्रै सुविधाहरु पाउनुहुनेछ तपाईले यो स्काई क्लब कार्डले चाहिँ। ओके, यो कम्प्लिमेन्टरी टिकटको लागि चाहिँ तपाईले 100% क्याशब्याक पाउनुहुन्छ यदि तपाईसँग ग्लोबलको स्काई क्लब कार्ड छ भने। यो चाहिँ वान वे को लागि हुन्छ भने एकजना पर्सनको लागि हुन्छ र यदि तपाईले नेक्स्ट टाइमदेखि चाहिँ तपाईले टिकट काट्दै हुनुहुन्छ स्काई क्लब कार्ड युज गरेर भने तपाईले 10% सम्म डिस्काउन्ट पाउनुहुन्छ यदि तपाईले यति एयरलाइन्सको वेबसाइट यता एपबाट काट्दै हुनुहुन्छ भने अप टु 500। अनि तपाईले यहाँदेखि लोयलिटी पोइन्ट पनि पाउनुहुन्छ जुन चाहिँ तपाईले कार्डको पेमेन्ट युज गरेर चाहिँ भाटबटेनी, सेल्सबेरी, बिग मार्ट आदि इत्यादिबाट लोयलिटी पोइन्ट पाउनुहुन्छ जुन चाहिँ तपाईले पछि गएर खर्च पनि गर्न सक्नुहुन्छ। अनि तपाईले ब्यागेज एलाउन्सको कुरा गर्दाखेरि चाहिँ एक्स्ट्रा 5 केजी तपाईले लान सक्नुहुन्छ फ्लाइटमा। यस्तै धेरै सेवा सुविधाहरु तपाईले पाउनुहुन्छ यदि तपाईसँग ग्लोबलको स्काई क्लब कार्ड छ भने। ओके, तपाईसँग यदि ग्लोबल स्काई क्लब कार्ड छैन भने चाहिँ के गर्ने? तपाईसँग यदि अहिलेसम्म कुनै पनि तपाईले कार्ड, एटीएम कार्डहरु, डेबिट कार्डहरु लिनु भएको छैन भने तपाईले डाइरेक्टली नै बैंकमा गएर डेबिट कार्डको लागि एप्लाई गरेर तपाईले लिन सक्नुहुन्छ। यदि तपाईसँग अहिले नै डेबिट कार्ड छ, चलाइरहनु भएको छ, एक्सपायर भएको छैन भने चाहिँ तपाईले चाहिँ पहिला त्यो कार्डलाई डिएक्टिभेट गर्नुपर्ने हुन्छ र तपाईले अर्को कार्डको लागि एप्लाई गर्नुपर्ने हुन्छ जुन चाहिँ ग्लोबल स्काई क्लब कार्ड हुन्छ। सो आज चाहिँ हामी फर्स्ट फ्लाइट कसरी क्लेम गर्ने, कसरी तपाईसँग ग्लोबल स्काई क्लब कार्ड छ भने कसरी चाहिँ फर्स्ट फ्लाइट चाहिँ क्लेम गर्ने भनेर चाहिँ म तपाईलाई भिडियोमा देखाउन गइरहेको छु।